विकासको गति जनसहभागिताबाट मात्र सम्भव हुन्छ। अन्जुदेवी थपलिया, कार्यवाहक अध्यक्ष, झापा गाउँपालिका। दक्षिणी झापाको झापा गाउँपालिका क्षेत्रको विकास र सुशासनमा अब्बल बन्दै आउनुभएकी अन्जुदेवी थपलियालाई एउटा सशक्त महिला नेतृत्वको सफल उदाहरण मान्न सकिन्छ। महिला नेतृत्वको उदाहरणीय परिचय दिँदै उहाँले झापा गाउँपालिकाको प्रशासनिक कार्यदेखि जनतासँगको प्रत्यक्ष संवादसम्म कुशलतापूर्वक नेतृत्व सम्हालेकै कारण एक उदाहरणीय महिला जनप्रतिनिधिका रूपमा स्थापित भएको मान्न सकिन्छ। दृढ नेतृत्व र स्पष्ट दृष्टिकोण भएकै कारण थपलियाले कार्यभार सम्हालेदेखि नै विकास योजनाहरूलाई प्राथमिकताका साथ पारदर्शिता, सहभागिता र परिणाममुखी कार्यशैली अपनाउँदै अघि बढेको पाइन्छ। पालिकाको बजेट कार्यान्वयन, योजना अनुगमन र सेवा प्रवाहमा सुधार ल्याउँदै कार्यवाहक अध्यक्ष थपलियाले जनप्रतिनिधिको भूमिकालाई जनतामुखी बनाउँदै अघि बढेको बताइएको छ। जनप्रतिनिधि हुनु अघि पालिकामा नर्सको जिम्मेवारीका साथ अनुभव प्राप्त थपलियाले स्वास्थ्य र शिक्षा क्षेत्रको सशक्तिकरणतर्फ अत्यन्तै संवेदनशील बनेर कार्य सम्पादन गरेको बताइएको छ। थपलियाकै सफल नेतृत्वका कारण स्वास्थ्य चौकीहरूमा सेवा विस्तार, औषधि आपूर्तिमा सुधार तथा जनचेतना कार्यक्रम मार्फत रोग नियन्त्रणमा पहल भइरहेको बताइएको छ। शिक्षा क्षेत्रमा छात्रवृत्ति, शिक्षक तालिम र विद्यालय सुधार योजनालाई समेत अघि बढाउँदै आएको कार्यवाहक अध्यक्ष थपलियाको भनाइ छ। महिला समूहहरूलाई सिपमूलक तालिम, सहकारी मार्फत आर्थिक सशक्तिकरण र कृषकहरूलाई प्रविधि तथा अनुदानको पहुँच सुनिश्चित गर्न थपलियाले विशेष ध्यान दिँदै आएको बताइएको छ। जनप्रतिनिधिको जिम्मेवारीमा रहेर पालिकाको सफल नेतृत्व सम्हाल्दै आउनुभएकी थपलिया अझै पनि पालिकामा आउने बिरामी महिलाहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यमा समेत त्यत्तिकै उत्साहित भएर अघि बढ्ने गरेको बताइएको छ। नेतृत्वमा नम्रता, स्पष्टता र निर्णय क्षमताको समुचित समायोजन भएकै कारण जनप्रतिनिधि मात्र नभई एक प्रेरणादायी महिला व्यक्तित्वको रूपमा स्थानीय तहमा स्थापित हुँदै गएको स्थानीयवासी बताउँछन्। आफ्नो कार्यप्रति अत्यन्तै सन्तुष्टि भएको बताउने थपलियालाई पदको जिम्मेवारी भन्दा पनि जनताको विश्वास नै ठुलो लाग्ने गरेको बताइएको छ। जनताको अपेक्षालाई प्राथमिकतामा राख्ने गरेको बताउने कार्यवाहक अध्यक्ष थपलियाले विकासको गति जनसहभागिताबाट मात्र सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ। दर्शक तथा श्रोतावृन्द, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष एक सशक्त महिला नेत्री अन्जुदेवी थपलियासँग केही दिन अघि मात्र पालिकाको विकास गतिविधिका विषयमा हामीले गरेको संवादको केही अंश अबको समयमा तपाईहरू माझ जस्ताको तस्तै पस्किने प्रयास गरेका छौँ। यहाँलाई कन्काई खबरमा स्वागत छ। धन्यवाद सर। वास्तवमै यहाँसँग केही समय बिचमा हामी पुनः जोडिएका छौँ। यहाँ झापा गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ। कार्यवाहक अध्यक्षको रूपमा रहेर कार्य सम्पादन गर्दै गर्दाको के कस्तो अनुभव छ, यहाँलाई कतिको सहज असहज के भएको छ, त्यो विषयमा जानकारी गराइदिनुहोस् न। सहज असहज भन्दा पनि अब सहज त जनप्रतिनिधिलाई अहिलेको यो स्थितिमा सहज त छैन, तर म जस्तो समस्यालाई पनि सहज रूपले मेरो हेर्ने बानी चाहिँ सहजै मान्छु। म जस्तासुकै अप्ठ्यारा चुनौतीहरू आए पनि म त्यसलाई सामना गर्ने सामर्थक महिला पनि हुँ। म के छ यो बिचमा केही त्यस्तो अप्ठ्याराहरूको महसुस गर्नुभयो जनप्रतिनिधिको रूपमा? सुरुमा चाहिँ म कार्यभाग लिँदा चाहिँ पुरै मलाई अप्ठ्यारो महसुस लागेको थियो। म त कर्मचारीबाट आएको महिला हुँ। कर्मचारीबाट आउँदाखेरि एकैचोटि उपाध्यक्ष थिएँ, हाम्रो अध्यक्षजी हुनुहुन्थ्यो। मलाई काम गर्न त्यत्रो गाह्रो थिएन। एक्कासी म पूर्व तयारी नभइकन उपाध्यक्षबाट कार्यभाग हुँदा चाहिँ मलाई अप्ठ्यारो महसुस भएको थियो, तर अब केही महिनादेखि मैले सहज रूपले त्यसलाई स्वीकारेर म काम गर्दै अगाडि बढिरहेको छु। कर्मचारी भन्नुभयो, यही झापा गाउँपालिकामै कर्मचारीको रूपमा हुनुहुन्थ्यो या अन्त? म झापा गाउँपालिकामै कर्मचारीको रूपमा म एउटा नर्सिङ सेवामा चाहिँ मैले 30 वर्षसम्म काम गरेर यो प्लेटफर्म बनाउने काम पनि मैले कर्मचारीबाटै बनाएको हो। भनेपछि स्वास्थ्य क्षेत्रको समेत अब अनुभव छ यहाँसँग। कहिलेकाहीँ
यसो देखिन्छ आफ्नो अब जनताको सेवामा विकासका गतिविधिहरूमा फिल्डमा हिँड्दै गरेको मान्छे, जनताको मान्छे, अब स्वास्थ्य कर्मीको रूपमा पनि यहाँको गतिविधि गरिरहे जस्तो यसो कहिलेकाहीँ सामाजिक सञ्जालमा यहाँको फोटाहरू देखिरहेको छ। के छ त्यो आइपर्दाखेरि तुरुन्त आफ्नो पहिले जो सेवा थियो त्यसमा पनि लाग्नुहुन्छ यहाँ? म लाग्छु। त्यो मेरो के भन्छ नि, भोलि म जनप्रतिनिधि अब 2 वर्ष मात्रै बाँकी छ। मैले लामो समय त्यो मानव सेवाको उद्धार गर्नु, म त यहाँ मिटिङ छोडेर भए पनि स्थगित गरेर पनि अप्ठ्यारो परेर स्वास्थ्यकर्मीहरूले डाक्नुभयो भने म जान्छु। मैले गर्ने सहयोग जबसम्म मेरा हात खुट्टा चल्छन् त्यतिखेरसम्म म सहयोग गरिरहन्छु। भनेपछि त्यो अगाडि गरेको सेवाको पनि अनुभव यहाँसँग एकदमै ताजै छ, गर्न सक्नुहुन्छ? गर्छु म। त्यो गरिनँ भने त मलाई 2-4 दिनमा त्यो गरिनँ भने छटपट लाग्छ। यहाँको बडो रमाइलो एउटा कहानी छ, जीवन कहानी पक्कै पनि। अब पहिले लामो समय काम गर्नुभयो एउटा स्वास्थ्य कर्मीको रूपमा, लगत्तै जनप्रतिनिधि हुनुभयो। जनप्रतिनिधि पनि अब एकदमै लोकप्रिय जनप्रतिनिधिको रूपमा हामी देख्छौँ यहाँलाई, एकदमै बी फ्र्याङ्क एकदम। अब जहाँ पनि त्यो तरिकाको प्रस्तुति यहाँ अब हामी सुन्छौँ, देख्छौँ। वास्तवमै अब यहाँले भन्नुपर्दा, रोज्नुपर्दा स्वास्थ्यकर्मी कि जनप्रतिनिधि कसरी हेर्नुहुन्छ, अथवा कुनलाई यहाँले सहज मान्नुहुन्छ? अहिले आफ्नो एकदमै भित्रदेखि भन्नुपर्दा के भन्नुहुन्छ होला? अब यो मान सम्मान जनतासँग जोडिने जनप्रतिनिधि पनि हो, तर म स्वास्थ्यकर्मीलाई नै पहिलो रूपमा हेर्छु। स्वास्थ्यकर्मी हुँदा मलाई मजा लाग्थ्यो। म त्यो आफू धेरै रमाउँथेँ। एकलौटी काम थियो, यो चाहिँ अहिले 4 दिशाको धेरै लोड हुँदो रहेछ। त्यहाँ चाहिँ म आफ्नो तरिकाले रमाएको थिएँ। अहिले जनप्रतिनिधि हुँदा चाहिँ स्वास्थ्यकर्मी पनि तिर पनि जानु पर्यो, यता जनप्रतिनिधि, अध्यक्ष, उपाध्यक्ष सबैको लोड हुँदाखेरि जनप्रतिनिधि पनि मलाई मन परेर उठेको। मेरो 60 वर्ष पुगेको थिएन। एकपल्ट म पनि जनताको कतिको लोकप्रिय रहेछु, मलाई जनताले कसरी हेरेका रहेछन्, मैले राम्रो नराम्रो के काम गरेको रहेछु, मैले राम्रो काम गरेको रहेछु, जनताको सेवा गरेको रहेछु भने मलाई उहाँहरूले पक्कै पनि जिताउनुहुन्छ। मैले कस्तो तरिकाले काम गरेको रहेछु भनेर मैले एउटा अनुमान गर्न पनि उठेको थिएँ। साँच्चै मैले राम्रो काम गरेको रहेछु भनेर म एकदम आत्मा सन्तुष्टि छु। स्वास्थ्यकर्मीबाट पनि, जनप्रतिनिधिबाट पनि मलाई कसैले पनि त्यस्तो नराम्रो मलाई यहाँ आएर गाली यस्तो उस्तो जनप्रतिनिधि भनेर हप्काइ दप्काइ अहिलेसम्म मलाई कसैले पनि, प्रतिपक्षी दलहरू माओवादी, एमाले, काङ्ग्रेस कसैले पनि मलाई त्यस्तो नराम्रो मसँग चाहिँ भन्नुभएको छैन। र म सबैलाई नै समान रूपले नै हेर्छु। म कसैलाई पनि त्यो अहिले म साझा मान्छे भएको छु, त्यो साझा मान्छेको हैसियतले म कसैलाई छुट्याउन पनि म चाहन्न। म एउटा हिजो स्वास्थ्यकर्मी हुँदा पनि म साझा नै थिएँ, आज पनि म एउटा पार्टीको चिन्ह लिएर उठे पनि म साझा रूपले नै सबैलाई समानै ढङ्गले हेर्ने मेरो उद्देश्य छ र समान नै हेर्छु। मैले एउटा सम्मान हेर्ने नै मेरो मन भरै मैले चुनाव जितेको होला पनि मलाई जस्तो लाग्छ। भनेपछि जनप्रतिनिधि हुनमा एउटा प्लेटफर्म बन्यो स्वास्थ्यकर्मी। एकदमै एकदमै ठिक छ, साह्रै राम्रो कुरा गर्नुभयो। हामी यता विकासको गतिविधितर्फ थोरै कुरा गरौँ। विकासको दृष्टिले अब प्राथमिकता झापा गाउँपालिकाले कुन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको अवस्था होला अहिले? अब प्राथमिकता भन्नाले अब 7 वटा वार्डलाई हामीले समान रूपले गौरवका योजनादेखि लिएर सिलिङ बजेटहरू हामी 7 वटा वार्डलाई बराबरी दिन्छौँ। त्यस्तो जुन अब जस्तै 1-2 सुगाबथानदेखि लिएर कुवाडी क्षेत्र, बिरिङ क्षेत्रमा बाढी आउने गरेले 1-2मा हाम्रो अलिक बढी पाइलिङहरूमा खर्च हुन्छ, रातहरूमा। त्यसमा अब बाँसको पाइलिङ, अहिले तटबन्धन त लाग्यो, तटबन्धन लाग्दा बर्खाको बेलामा बजेट आयो, त्यहाँ काम गर्न एकदमै गाह्रो भयो। अहिले बाँध बाँधिँदैन, 1 वर्षको सम्झौता छ। अब हिउँदमा त पक्कै पनि बाँध बाँधिन्छ होला। अहिले तत्काललाई त हामीले 1-2लाई नै बढी प्राथमिकता दिनुपर्छ। त्यहाँ चाहिँ अब खोला नदीको कारणले गर्दाखेरि। जसरी 1-2 भन्नुभयो यहाँले, वडा नम्बर 1 र 2लाई खोला, विशेष गरी त्यहाँ चाहिँ खोलाले असर गर्नुभएको कारणले तटबन्धन प्राथमिकतामा। भनेपछि अरू विकासगत गतिविधि जस्तो कि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रहरूमा के छ अवस्था अहिले पछिल्लो समय? अब सामाजिक रूपान्तरणका क्षेत्रमा पनि पछिल्लो समय त अब गतिविधि अघि बढिरहेको छ होला। प्रारम्भिक चरणमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको थियो होला, अहिले पनि अब त्यो पूर्णता पाइरहेको छैन होला कि के छ अवस्था? पूर्णता अहिले हामीले प्राथमिकता
अहिले 7 नम्बर वार्डमा एउटा विपद व्यवस्थापन भनेर एउटा भवन बनाउँदैछौँ। कारितास र हाम्रो सहारा कारितास हाम्रो गरेर एउटा भौतिक निर्माण त्यहाँ पनि हुँदैछ, 2मा पनि हुँदैछ। र हामीले स्वास्थ्यमा म एउटा स्वास्थ्य कर्मी भएको नाताले म आउँदाखेरि भिडियो एक्सराईहरू फ्री थिएन, ल्याब फ्री थिएन। त्यो भिडियो एक्सराई ल्याब 1 करोड भाडा थियो, 2 करोड भाडा बनाएको छु। डेलिभरी आउनेलाई चाहिँ पुरै निःशुल्क सेवा गर्ने मेरो इच्छा थियो, त्यो चाहिँ मैले पुरा गरेको छु। जन्मिँदा 4000 प्रोत्साहन र यातायात सुविधा, भिडियो एक्सराई फ्री, ल्याबको पुरै प्याकेज फ्री, डेलिभरीको लागि चाहिँ पुरै फ्री छ हाम्रोमा। त्यो सुत्केरी महिलाहरूका लागि चाहिँ एकदमै डेलिभरी गराउनमा निःशुल्क। हजुर, भनेको जहाँ लगेर गरे पनि निःशुल्क? जहाँ गरेर भन्नाले यातायात यहाँ चाहिँ निःशुल्क, उता लगेपछि आउने जाने एम्बुलेन्स भाडा दिन्छौँ। अब अहिले सरकारीमै लानुहुन्छ प्रायः जसो निःशुल्कै हुन्छ। भनेपछि यता शिक्षातर्फको थोरै कुरा गर्नु पर्दाखेरि के छ अवस्था, कसरी अघि बढ्नु? शिक्षामा अघिल्लो वर्ष निकै खच्किएको थियो। अहिले हामीले 2टा स्कुलले राम्रो गर्यो, कुवाडी देवी र एउटा मद्रसा यहाँ रुईमारी मद्रसाले, त्यो 2टा स्कुलले राम्रो गर्यो। हामीले त्यहाँ 50-50 हजार स्कुललाई र 10-10 हजार व्यक्तिगत पनि दिउँ, त्यहाँ प्रोत्साहन पनि दिउँ। स्कुलमा अहिले 8 क्लासको रिजल्ट हेर्दा अलिक राम्रै नै भएको छ पोहोरको भन्दा। सामुदायिक विद्यालयमा यो गरिबी, धेरै गरिबी जनताहरूले पढाउनुहुन्छ। बर्खाको टाइम खेत्रो पनि मकै भाँच्ने त्यस्तो कामले पनि अलिक खच्केको थियो। सुधार ल्याउने पक्षमा थियौँ, कोचिङलाई केही सहयोग गऱ्यौँ, कोचिङ व्यवस्थापन गरेर। र अब आउने वर्षमा चाहिँ अलि अझै राम्रो बनाउने चाहना छ, हुन्छ होला जस्तो लागेको छ। अन्त्यमा म हजुरलाई नि धन्यवाद दिन चाहन्छु, राम सरलाई नि। आज कन्काई खबर ल्याएर मलाई सोधेर मलाई यहाँ आएर अपरझट आउनुभयो। मैले आज हजुरलाई बोलाएको पनि थिएन, ज्येष्ठ नागरिक पनि पुगिदिनु भयो, यहाँ आएर मलाई इन्टरभ्यू लिइदिनु भयो। यो खबर देश विदेश छरिएर रहनुहुने मेरा झापा जिल्ला होइन, यो संसारभरि पुर्याइदिनुहुन्छ भनेर पनि हार्दिक अनुरोध र धन्यवाद दिन चाहन्छु म राम सर पत्रकारज्यूलाई।